बिरामी धुर्मुसलाई झुलाइरहेको छ भरतपुर महानगरले। अर्थ मन्त्रालयबाट असारमै निकासा भएको रकम दिन आनाकानी। धुर्मुसको अवस्था दिन प्रतिदिन नाजुक हुँदै। एक साधारण नागरिकले देश निर्माणका लागि सोच्दा कति पीडा र यातना भोग्नुपर्छ त्यसको उदाहरण बनेका छन् हास्य कलाकार धुर्मुस। सायद धुर्मुस पनि कुनै पार्टीको नेता वा कार्यकर्ता भएको भए यति तडपिनु पर्दैन थियो होला। उनी सामान्य नागरिक भएकै कारण भरतपुर महानगरपालिकाले झुलाइरहेको छ। सबैलाई हँसाउने धुर्मुस अहिले आफै हाँस्न बिर्सिएका छन्। उनी मानसिक र शारीरिक रूपमा निकै कमजोर भएका छन्। बिरामी धुर्मुसलाई भरतपुर महानगरले यता र उति दौडाइरहेको छ। एक हास्य कलाकार देश र जनताका लागि काम गर्न मैदानमा उत्रिए। 2075 सालमा चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला काम निर्माण सुरु गरे। तर हावाका पछि लाग्ने हाम्रो समाजले धुर्मुसलाई बीचमै भ्रष्टाचारको आरोप लगायो। एकातर्फ सहयोग उठ्न रोकियो, अर्कोतर्फ भ्रष्टाचारको आरोप लागेपछि रन्थनिएका धुर्मुसले 78 करोडको काम भइसकेको क्रिकेट रङ्गशाला सरकारलाई हस्तान्तरण गरे, जसमा 60 करोडको नगद काम भएको छ भने 18 करोड धुर्मुसको टाउकोमा ऋण थुप्रिएको छ। 60 करोडको काम गरेर संरचना दिएपछि सरकार खुसी भयो र ऋण तिर्नका लागि अर्थ मन्त्रालयबाट असारमा 15 करोड बजेट निकासा गरेको छ। यो बीचमा धुर्मुसले रकम हिनामिना गरेको हो या होइन भनेर सरकारले 5 पटक अनुसन्धान गर्यो। तर 5 वटै अनुसन्धानले एक रकम पनि तलमाथि नभएको प्रतिवेदन सरकारलाई बुझाएको छ। तर भरतपुर महानगरले विभिन्न अड्को थापेर धुर्मुसलाई झुलाइरहेको छ। भरतपुरकी मेयर हुन् प्रचण्डकी छोरी रेणु दाहाल। अर्थ मन्त्रालयबाट धुर्मुसको ऋण तिर्नका लागि महानगरको खातामा 15 करोड पुगिसकेको छ। तर महानगरले बिरामी धुर्मुसलाई यातना दिइरहेको छ। महानगरले कहिले अर्थको चिठी चाहिन्छ भन्छ, कहिले खेलकुद मन्त्रालयको चिठी ल्याएर आउनुहोस् भन्दै फर्काउँछ। धुर्मुसले अर्थ र खेलकुद मन्त्रालयको पत्र लगेर बुझाइसकेका छन्। तर महानगरले खातामा आएको रकम दिन आनाकानी गरिरहेको छ। धुर्मुसलाई झुलाउने काममा लागेका व्यक्ति हुन् महानगरका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद पौडेल। धुर्मुसलाई यिनले किन झुलाइरहेका छन् त्यो यिनैलाई थाहा होला। तर 5 वर्षदेखि निरन्तर सरकारी अड्डा र अदालतको चक्कर लगाइरहेका धुर्मुसको शारीरिक र मानसिक अवस्था बिग्रिँदै गइरहेको छ। उनलाई केही समयदेखि एन्जाइटी र डिप्रेसनले गाँजेको छ। नखाएको विष लागेका धुर्मुसको न्यायका लागि सबैले आवाज उठाउनुपर्छ, होइन भने एक निर्दोष नागरिकमाथि ठूलो अन्याय हुनेछ। धुर्मुसलाई रकम निकासा गर्न झुलाइरहेको भरतपुर महानगरलाई तपाईँ के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।